यसको प्रमाण चाहिँ सबै कता कता मेटियो के भयो हैन त्यति लिच्छवीकालले मैले बनाएको भन्ने सबैले दाबी गर्दै शिलापत्र पुरानो चाहिँ मेटाउँदै नयाँ नयाँ गर्दै गरे नत्र यसको चाहिँ खास चाहिँ काठमाडौँ तल हुँदाखेरि नै तीर्थस्थल थियो भगवान कृष्णले चाहिँ ग्वालाहरूलाई उद्धार गर्न यो ठाउँमा लिएर आएको अनि यो चाहिँ फेरि महिमा सुनेको छैन मैले अनि अब अलिकति यसो हेर्ने हो भने पशुपति भन्दा पनि अझ पुरानो भन्ने कुरो चाहिँ अझै पुरानो हो त्यो चाहिँ एकदम महादेवको सबभन्दा अरू इन्डियाको सबै तीर्थस्थल भन्दा त्यो चाहिँ ठुलो हो उसले त्यसो भने नेपालमै भनेको छ पनि लाग्यो मलाई पशुपति क्षेत्र मुक्ति क्षेत्र बरा क्षेत्र क्षेत्र नेपालमा 4 धाम यही हो भनेर भनेको छ तर